नमस्ते सबैजनालाई। अगाडिको बिहान हेरे थाहा भयो होला है तपाईहरुलाई के रहेछ भनेर। म चाहिँ हाम्रो कामबाट हाम्रो तेन्जिकाईमा लगेको थियो हैन। यो चाहिँ 7-11 को चाहिँ मेला हैन, इंग्लिशमा चाहिँ एक्सपो भन्छ है। अनि यहाँनेर कामबाट चाहिँ हामी जापानिजलाई मलाई अनि त्यसपछि एउटा कोरियन दिदी हुनुहुन्छ उहाँलाई 3 जनालाई पठाएको थियो हैन। अनि हामी चाहिँ यो ठाउँमा गएको थियौं, एकदमै पानी परेर हैन कस्तो गाह्रो भइरहेको थियो। अनि यो ठाउँ चाहिँ म दोस्रो पटक गएको, हामीले एकपल्ट गएकोमा पनि लगाएको थियो हैन। अनि त्यहाँ गयौं, त्यहाँ चाहिँ भित्र मोबाइल अलाउड थिएन हैन, त्यही भएर भित्रको भिडियोहरु चाहिँ मैले खासै खिचिन। अनि त्यहाँबाट फर्किने बेला पनि एकदमै रमाइलो भयो हैन। अनि त्यहाँबाट हामी चाहिँ ड्रिंक गर्ने भनेर नोमी खाइ गयौं हैन। नोमी खाइ गएर हामी 3 जना त्यहाँ गएर चाहिँ एकदमै अल्कोहल खानेले अल्कोहल खानु भयो अनि नखानेले चाहिँ नर्मल ड्रिंक्समा हामीले खामपाई गर्यौं, खामपाई गरेर खायौं हैन। एकदमै रमाइलो भयो। म एक्लै गएको जिन भएको भएर चाहिँ अलि अप्ठ्यारो पनि भयो। अनि अर्को कोरियाको दिदी चाहिँ 15-20 वर्षै भएको थियो जापान बसेको, उहाँलाई चाहिँ त्यस्तो असजिलो भयो भन्ने मैले फिल गरिन हैन। मलाई चाहिँ एकदमै अप्ठ्यारो फिल भयो हैन। म चाहिँ अनि अब हार्ड ड्रिंक्स पनि नगर्ने मान्छे हो हैन। अनि म अल्कोहल खासै कहिले पनि खादिन हैन। त्यो भएको भएर म चाहिँ सफ्ट ड्रिंक पनि खामपाई गरेको थिएँ। अनि यहाँको खानेकुराहरु पनि कस्तो अजीब हैन, कस्तो हेर्दा पनि कति खाउ लाग्ने, एकदमै मिठो खानेकुरा थियो हैन। फर्स्ट टाइम खाएको मैले। अनि म यसरी जापानिजहरुसँग नोमी खाइ गएको पनि फर्स्ट टाइम हो हैन। कति कुराहरु एकदमै अप्ठ्यारो लाग्यो हैन। म विदेशी भएको भएर चाहिँ सारै अप्ठ्यारो हुने के, विदेशी भएको भए एउटा कुरा हुन्थ्यो हैन। जापानिजहरुसँग जाँदाखेरि चाहिँ अलिकति अप्ठ्यारो फिल हुने रहेछ, मैले त्यो कुरा चाहिँ फिल गरे हैन। अनि त्यहाँबाट हामीले 3 जना मिलेर अनि त्यहाँ खाइसकेपछि धेरै आइटमहरु खाथ्यौं हैन। अनि त खाइसकेपछि चाहिँ हामी 3 जना फेरि घुम्नको लागि भनेर गयौं हैन। यति राम्रो ठाउँ हैन, त्यहाँमाथि अलि साकुराको सिजन भएको भएर यस्तो राम्रो देखिएको है, कुरै छोड्दिनु। त्यसपछि मलाई त्यहाँ दिएको यो ब्यागहरु हैन, यो ब्याग भित्र भएको कुराहरु पनि मैले चाहिँ पब्लिक गर्न नमिल्ने भएको भएर मैले देखाइन। अनि घर फर्किने बेला चाहिँ यति लखतरान परेको थियो हैन, भिडियो खिच्न पनि नसक्ने भएको थियो थाकेर। एनीवे एकदमै रमाइलो भयो, एकदमै राम्रो भयो। अनि त्यहाँनेर सपोर्ट गर्नुहुने जापानिजहरु पनि एकदमै यासासी हैन अनि बोलाइलो। मैले एउटै कुरा के बुझे भने आफू खुल्यो भने उनीहरु पनि खुल्ने रहेछन् भन्ने कुरा बुझे। सो सबैलाई बाइ बाइ यति भन्दै राम्रोसँग बस्नु होला, सबै ख्याल गर्नु होला, सकेसम्म जापानी साथीहरु पनि बनाउनु होला हैन। रमाइलो पनि हुन्छ, केही नरमाइलो पनि हुन्छ, धेरै कुरा बुझिने रहेछ। यति भन्दै सबैजनालाई बाइ बाइ, टेक केयर, ह्याभ अ नाइस डे।